घरमा सौदा मन मिले छक्का पर्छन् संसार रच्ने देउता एकअर्काको भाव बुझ्ने मेरो चोटमा उनलाई दुख्ने दुःख होस् या सुख हाँसो होस् या आँसु भन्छन् मेरी बहिनी बाँचे सँगै बाँचु मरे सँगै मरौँ सौता मेरी बहिनी मनमै छौ जहिले नि सौता मेरी बहिनी सौता मेरी बहिनी दिदी ए दिदी कहाँ छिएछ छिटो आइज न गाह्रो भयो ए दिदी दिदी ए दिदी कहाँ गइस आइज न गाह्रो भयो अया मरे दिदी के भयो गाह्रो भयो धेरै गाह्रो भयो दिदी मलाई अस्पताल लैजान म त मर्लाए तातो पनि खाइदिनु पानी खान्न म त्यस्तो नभन् न खानु ठिक हुन्छ अलिक गाह्रो भयो मलाई अस्पताल लैजान दिदी मलाई गाह्रो भयो अन्त त बस्दै घरमा सुनिनलाई बोलाएर लिएर आउँछु नाइ 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 त नजा दिदी बुढालाई भाइलाई कसैलाई पठाउ त नजा अन्त घरमा कोही पनि छैन कि बुढा पनि हुनुहुन्न भाइ पनि छैन म कसलाई पठाउँ अन्त एकछिन पख म आइहाल्छु के म गएर आइहाल्छु नजा नजा पख्नु एकैछिन दिदी दिदी ए दिदी 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 ए दिदी ओ दिदी अन्त त किन बाहिर आएको भित्र जा म सुडेनीलाई बोलाएर लिएर आउँछु सुडिनीलाई बोलाएर लिएर आउँछु कसलाई के भयो र त दुई जिउ कि म दुई जिउ कि हेत्तेरी हेत्तेरी के भयो तँलाई होइन है दिदी को दुई जिउ कि भयो अनि कसको लागि सुडेनी बोलाउन जान लागि त के भयो भन्न हेर्न त दुई जिउ कि भएर तँलाई व्यथा लागेर म त सुडेनी बोलाउनकै हिँडेको थिएँ यसो झस्केको त दाउरा पो छ हातमा म त बिहान बिहानै सपना देख्न पुगेछु के रे के भनिस् दिदी म दुई जिउ कि भएर मलाई व्यथा लागेर त सुडेनी बोलाउन जान लागि रे त्यस्तो सपना देखिस् त्यही पनि खुल्ला हाले दाउरा हात हालेर त्यही त नि के सपना देखेकोला मैले यस्तो केही होइन दिदी त अब बौलाउन लागियोस् अझ यस्तै दुई चारवटा लक्षण देखाइस् भने पागलखानै लर भर्ती हार्न पर्छ ठाउँमा आइज त्यही भएर तर अन्त जे होस् त दुई जिउ भएर व्यथा लागेको देख्दा म एकदम खुसी पनि थिएँ र आत्तिर सुडेनीलाई बोलाउन गइरहेको थिएँ बस साह्रै राम्रो सपना देखिस् नि दिदी अब साँचो पनि हुन्छ म पाउने भइसकेँ एकछिन व्यथा लाउँछ अनि फुत्त छोराछोरी पनि बाहिर निस्किन्छ नचाहिने कुरा रहेछ जतिखेर पनि मन मस्तिष्कमा एउटै कुरा नखेला त दिदी दाउरा लिन पठाएको मान्छे यहाँ टुवा पर बसेकी छ दाउरा लिएर आइज भन्छ छिटो
मिको बिहान बिहानै खुल्लै आँखाले सपना देखेछु। म पनि हुन त बिहान बिहान देखेको सपना साँचो हुन्छ भन्छन्, साँचो भइदिनु हुन्थ्यो। जे भए पनि हेर बुहारी हो, दुधै बहिनी छौ यो घरमा। यो घरको आँगनमा खेल्ने एउटा नाति नातिनो चाहिन्छ है। गाउँ छिमेकले पनि के भन्लान्, डुडैटी छौ, एउटा छोराछोरी त पाउन पर्यो नि भनेर यति मात्र कुरा गरेकी हुँ मैले। अरू के भने किम्रो त्यहाँभन्दा बढी? अनि के भयो? के हुनु नि, त्यति भन्दैमा जेठी बुहारी रुँदै बाहिर निस्की। त्यही बेला अर्की छ नि कान्छी अनिता आएर मेरी दिदीलाई के भनिस्, किन रोइ भनेर मलाई झपारी। त्यो देखेर अमृताले अनिताको हात समातेर घर पछाडि लोइ सम्झाइ बुझाइ गरियोली। म त राम्रै कुरा गरिथेँ, यसले मलाई यस्तो गरी भनेर मनमा कटक्क खाएर अनि बसेर रोइकी नि, आँसु रोक्नै सकिन। त्यसपछि तिमी आइहाल्यौ। तिमीले राम्रो त राम्रै भने क्या हो। दिदी रोएको देखेर अनिताले नबुझेर तिमीसँग रिसाक्यो अलि। ल यो कुरा छोडा, मैले तिमीलाई घाँस काट्दा भनेको थिएँ नि। के कुरा? यो घर जग्गाको बारेमा। के यो बारेमा घरको कसैले नभन्नु नि। कसैलाई नभन्नु? किन नि बुढा? कस्तो किन भन्छौ? अहिलेसम्म घरको मान्छेले तेरो मेरो भनेर छुट्याएकै छैन। तिमीले मैले यस्तो कुरा गर्यो भने घरको मान्छेको चित्त दुख्छ, भाइ भाइमा फाटो आउन सक्छ। ओहो नि ओहो, हो र बुढा? हो त नि। तिमीले कतै कुरै कुरामा यो घर मेरो, यो सम्पत्ति मेरो भनेर भन्ल्यौ, अनि घरको मान्छेको मनमा नराम्रो बिल्ला। भन्दिन बुढा, भन्दिन। मलाई पनि त थाहा छ नि, आफ्नो यत्रो परिवार मिलेर बसेको छ, घरबार राम्रो छ। यो बिग्रियोस् लथालिङ्ग होस् भन्ने मेरा मनमा हुन्छ र? म त यो कुरा कसैलाई भन्दिन। किन भन्नुला र? भन्दिन नि बुढो। अनि यता सुन्नु न, तँ के तपाईँकी बुहारी बनाउँदी मेरी देउरानी, त्यसले कहिल्यै यो घर सम्पत्ति मेरो हो त निस्केर जा भन्ने यस्ता कुरा गरेकी छ कि छैन? त्यो त उसले मलाई कति पटक भने मैले तिमीलाई घाँस काट्दाखेरि भनेको थिइनँ। अनि तँ भाइ बुहारीले यो घरबाट निस्केर जा भनेर भनिराख्दाखेरि पनि यो सारा सम्पत्ति यो घर मेरै नाममा छ, मेरै जग्गा हो भनेर भन्न सक्नुहुन्न तपाईँले? हो, यही कुरा त्यतिखेर मैले भनेको भए अहिलेसम्म हाम्रो घर तहस भइदिएको थियो। र यही नहोस् भने उसले जतिसुकै नराम्रो व्यवहार गरे पनि मैले अहिलेसम्म मेरो मुख बन्द राखेँ। ए कुरा त्यस्तो पो हो तिम्रो मनमा त? तिम्रो भाइप्रति अनि यो घर परिवारप्रति त्यति माया रहेछ, तर तिम्रो भाइप्रति तिम्रो माया त्यति छ कि छैन? त्यो त थाहा छैन, तर तिमीले पनि आफ्नो मुख बन्द राख्नु है चल्दा। किनभने खैला बैला हुनसक्छ, रिसराग हुनसक्छ, बुझ्यौ? ल मैले भनिसकेँ त, मैले यो कुरा कोहीसँग पनि गर्दिनँ भनेर। के तपाईँलाई मेरो विश्वास लाग्दैन? विश्वास लाग्छ, विश्वास लागेर त मैले तिमीलाई यस्तो गोप्य कुरा भनेको नि। अनि हो त्यस्तो विश्वास लाग्छ भने किन फेरि दोहोऱ्याइ नभन कसैलाई भनेको त? ल ठिक छ, ठिक छ। होइन, हिजो अस्ति त अनिता अमृता चिया लिएर बोलाउन आउने बेला भइसक्यो, र त चिया पनि ल्याएनन्। कहाँ गएछन् यिनीहरू? केही काममा पो व्यस्त भयो कि? उठ्नु पर्यो, अझ काम पनि धेरै छ, त्यत्रो काम सकाउनु छ। त्यहाँ सुत्दै भएछ।
होइन आज के भइरह यहाँ के हो र यहाँ के हुनु अहिपछि उठ्दै नउठी ओछ्याना च्याउँथ्यो आज उठ बुढा भनेर बोलाउन नै आयो सुतिरहेछु नि म बस होइन कहिलेसम्म गर्न पर्ने हो गिलास हाचिएर बुढा उठ खाऊ काममा जाऊ भनेर कहिलेसम्म भन्ने हो अब काममा लागेको मान्छेलाई आफूलाई थाहा हुँदैन यो गर्नुपर्छ ऊ गर्नुपर्छ भनेर तिमी मालिक हौ राजा हौ घरको थाहा हुँदैन आफूलाई काममा उठ्नुपर्छ भने जहिले पनि हामी आएर उठ बुढा उठ अब कोट्टाइ उठाउनु पर्ने होइन के भन्या तिमीले पहिलाको जस्तो गाउँ गाउँ त्यसै डुलेर हिँड्ने लफङ्ग होइनौ तिमी अब व्यापारिक मान्छे भइसक्यौ व्यापारिक मान्छे भइसकेपछि यसो व्यवहारिक पनि हुन सिक जतिखेर नि कसले के गर्देला कसले ल्याएर उठाइदेला कसले ल्याएर अगाडि भात टक्राइदेला भनेर ढुकेर बसेर हुन्छ अब समयमा सुत्ने समयमा उठ्ने आफ्नो काम समयमा गर्नु पर्दैन ए बाबा व्यावहारिक र जिम्मेवारी के हो भन्ने कुरा मलाई नसिकाऊ के हिजो अस्ति अब ओछ्यानमै चिया ल्याइदिन्थ्यौ अनि आज बोलाउँदा नि बोलाएनौ चिया पनि ल्याएनौ अनि के भएछ भन्न मात्र सोध्या हो होइन अरू बेला त बाले दियो बिहान बिहान अमर अर्दा चिच्याउँदै आउँथे आज त तिनी पनि आएनन् ओइ तिमीहरूको जोसँग पुरै हराएको कि क्या हो पहिला त हो टनल गर्ने होइन पैसा नहुन्जेलसम्म उफ्रिँदै गाउँभरि खोज्दै हिँड्थ्यौ अब टनलको लागि पैसा चुक्क पारिदिएँ मैले टनल पनि सुरु भयो अब तिमीहरूको जागर मर्यो याद गर है 1 लाख रुपियाँ तिर्न सागर दियोहरूको त्यसै सुख पाउनु नि काममा ध्यान देऊ बढी थाहा छ के थाहा छ 1 लाख रुपियाँ भाइको पैसा चला बस थाहा छ यदि थाहा छ भने जिम्मेवारी के हो भन्ने कुरा व्यवहारमा उतारेर देखाऊ लौ अझ केटुवा पर मेरो थुतु हेरेर बसेको केही नबोलिकिन अबदेखि आफ्नो काम आफै गर्ने बुझ्यो कुरा ल बुझ्यो बिहान बिहानै यसरी चिच्याउनु पर्छ त राम्रोसँग भने नि हुन्छ नि अनि बिहान बिहानै कराएर यति राम्रो अनुहार बिगाएर मन मलाई छ र बिहान बिहानै कराउने बनाएको त तिमीले हो ल चन्द्रा त्यहाँ घर पछाडि त्यो घाँजा गुजी पन्चाएर खनेर साग रोप्नु छ ल म त गएँ ए ल जानुहोस् खन्नुहोस् न त मैले यहाँ खाना बनाउँछु म आफ्नो काम आफै गर्छु तिमीहरूले बोलाउनु नि पर्दैन ओछ्याना चिया ल्याउनु नि पर्दैन भयो अब भयो खै छोड बाटो अम्बर भर्खर उठिस् अठुल भयो म त भर्खर उठेँ सुते भइछु आटोमा जानु पर्दैन अब जाने मुख धुने अनि चिया गनेर जाने भन्छ यस बेला उठ्छ ल हातमा खुद चन्द्रा चिया ल्याउँछ अम्बर उठेछ खै कसलाई भनौँ के भनौँ अमर छोरालाई भनौँ भने मतलबै छैन अब बुहारीहरूलाई भनौँ भने घरमै झगडा पार्लान् भन्ने पिर ओहो नि ओहो ठुलियामा के भयो के भन्नु खोज्नु भएको छोरा बुहारी झगडा मैले त केही बुझिनँ नि भयो छोरा फेरि आमाले छोराकै अगाडि लाजै नमानी यस्तो कुरा गरिन् भनेर भन्ला छोड्दे भयो किन कुरा चपाउनुहुन्छ ठुलियामा के हो कुरो प्रष्ट भन्नु न अब के भन्न खोज्नु नि बाबु तिमीहरूको बिहा भएको पनि 2 वर्ष नागिसकेछ दुईटै श्रीमती छन् अब यसो बच्चाको प्लान त गर्नुपर्ने हो खै अब तिमीहरूले केही सोचेर हामीले केही गरेर बच्चा जन्माउला यत्तिकै नजन्माऊ भनेर सोचे भए त मैले जानिनँ नभए त नाति नातिना त हामीलाई त चाहियो नि बाबु छोराछोरी त जन्माउनै पर्छ बिहा गरेको लामो समय भएपछि छोराछोरी हुँदैनन् भन्छन् अलिअलि त बुढा पुरानाले भनेको पनि मान्नुपर्छ तिम्रो आमालाई त नाति नातिनाको चाहना नभएर होला भएको बच्चा पनि मार्दैछन् खै म त त्यस्तो पापी आइमै होइन मलाई त यहाँ आएपछि ढुरैटी बुहारी छन्
छोरो छ, यसो नाति नातिना यो घरमा भित्र बाहिर गरेको आफ्नो काखमा खेलाउन धेरै इच्छा लागेको छ बाबु। फेरि ठुली आमाले यस्तो कुरा गरी भनेर चित्त त नदुखाए। मलाई त नाति नातिना चाहिए, यही भन्न खोजेकी हो। दुई जिउकी त अमृता भागी थिइन्, के गर्नु, त्यस्तो घटना घट्यो। ल मैले के त्यति कुरा गरेँ थिएँ, यो पनि निराश भएर बस्न थाले त, केही बोल्दैन। यही कुरा मैले अमृतालाई भान्सा कोठामा भनेकी थिएँ, उसले पनि बिचरा मन दुखाएर रुँदै बाहिर निस्की। नरोज पनि कसरी, बिचरा पेटमा आएको बच्चालाई आफ्नै सासूले त्यसरी मारिदिएपछि उसलाई पिर त पर्ने नै भयो नि। त्यही माथि अनिताले त्यो कुरा नबुझेर च्याउ 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 कराई। भयो भो छोरा, यो कुरा छोडिदेऊ। अनि छोरा, मैले नराम्रो कुरा भनेर कि तिमीहरूले हामीले राम्रो काम गरेर पछि बल्ल बच्चाको प्लानिङ गरौँला, बच्चा जन्माउने सुरसार गरौँला भनेर सरसल्लाह गरेका छौ कि के हो? मसँग नडाटी भन् त। खासै त्यस्तो ठुलो प्लान त केही पनि छैन ठुली आमा। लौ, केही प्लानिङ छैन रे? अनि केही प्लानिङ नभए बच्चाको सुरसार किन नगरे त छोरा? त बिहान उठेर काममा जान्छस्, बिचरा डुरेटी बुहारी छन्, तिनीहरूले कति कुरा सुन्न पर्यो होला, कति खपेर बस्नु पर्यो होला। म यसो गाउँतिर जाँदा होइन तँ अमरका डुरेटी स्वास्नी छन्, किन हो अहिलेसम्म एउटा बच्चा पनि नपाउने भनेर कति कुरा गर्छन्। म त जवाब दिँदा दिँदा हैरान भएँ बाबु। के भनेर जवाब दिनु हो? कतिलाई जवाब दिनु मैले? के भनेर जवाब दिनु? होइन, तँलाई कसैले केही कुरा सोध्दैनन् भन्या। बिहान बिहानै ठुली आमाले चिया पनि ल्याएर दिन्, यत्रा कुरा पनि सुनाइन् भनेर मन दुखाउलास् नि, नदुखाएस्। अब के गरौँ त? मलाई त्यही आयो, त्यही सोधेँ भने। तर यो कुरा चाहिँ मनमा राखेछ है बाबु। ल बाबु, चिया खाएर अब काममा जाने होला। बिहान बिहानै आएर ठुली आमाले यस्तो कुरा सुनाए भनेर चित्त नदुखाएस् नि, तर मैले भनेको कुरा चाहिँ याद राखेस्। के भयो? केही पनि भएको छैन। के भन्नुभयो ठुली आमाले? केही पनि भन्नुभएको छैन त्यस्तो। मैले सबै सुनेको छु, तपाईँले ढाँट्नु पर्दैन। ठुली आमाले जे भन्नुभयो एकदमै सही भन्नुभयो। वास्तवमा यतिका वर्ष भयो बिहे गरेको, तर हामीबाट सन्तान छैन। सन्तान छैन पनि के भन्नु, सन्तान त भएको थिएन। तर
अब यो सब कुरा छोडिदिनुहोस्। बुढा, अब हामीले सन्तानको योजना गर्नुपर्छ। म माथि त्यस्तो घटना घटेदेखि मलाई राम्रोसँग सन्चो पनि भएको छैन। अहिले हालचालै मैले बच्चा बनाउने योजना पनि नगरे हुन्छ। मबाट नभए त के भयो त? बहिनी छ नि, बहिनीबाट भए पनि आमा बन्न चाहन्छु। हेर्नुहोस् बुढा, तपाईँलाई मेरो कुरा सुन्दा नमिठो लाग्न सक्छ, तर त्यो कुरा नै सत्य हो। आमा बन्ने रहर मलाई नै छ र ठुलो आमालाई पनि नाति नातिनाको। हेत तेरिका, आज बिहान बिहानै घरमा के भइरह? नाति नातिना आमा के हो यो सब? हेर्नुहोस् बुढा, अन्यथा कुरा नगर्नुहोस्। ठुली आमा र मैले भन्ने कुरालाई ध्यानमा राख्नुहोस्। त्यस्तो होइन क्या अमृता। उठेर यहाँ मात्रै आएँ अनिता नि अनेक थरी भन्दा कराउँछ। अनि आमा पनि आएर यहाँ नाना भारी सुनाउनुहुन्छ, त्यही माथि तिमी थप्छौ। अनि हुँदैन त भने कमसेकम काममा जानला मान्छेलाई त राम्रोसँग जानु काम गर्नु भनेर हौसला दिएर पो पठाउने त। यहाँले दिक्क लागि गर्छौ, अनि मैले के काम गर्ने? अरू कुरा त्यस्तै हो, मैले भन्ने कुरा विचार गर्नुहोस्। है के भाव यिनीहरू सबैलाई। ठुल्यामा म गएँ है। हस्। यो पोइ कहिल्यै नसुध्रिने भयो। समयमा उठ्न त कहाँ हो गाउँ, यस बेला उठेर त्यही पनि हेर्न आफू सुतेको अवस्था यसो मिलाउनु पटाउनु, अनि दिन पनि राम्रो हुन्छ भन्छन् मान्छेले। बिहान 4 बजे उठे पनि त्यस्तै, बेलुका सुत्दै नसुते पनि त्यस्तै, बिहान 12 बजीसम्म सुते पनि यस्तै। अझ न्यु खोज्ने चिया लिएर किन उठाउन आएन अरे? कस्तो लाज नभएको मान्छे हो यो। हुन त बानी परेको नि मत्याएका हामीले कि, हामी दिदीबहिनीले मत्याएका, काहीँ नभएको पोइ कसैको नभएको पोइ हामीले पाएका के अनि मत्याएका। बिस्तारामा ल्याएर बुढा उठ अनिहरूको बानी, अनि त्यही खोजेको होइन। आफ्नो यसो व्यवसाय भएपछि सम्झाउन उठ्न पर्छ भन्ने चाहिँ कस्तो दिमागमा त गिदिया नभरिएको। जे चिज पनि सम्झाउनु पर्छ, यत्रो कुरा पनि सम्झाउनु पर्छ गाठे। यो पोइ हो कि छोरो हो मेरो? च्याउलो हुने गुल्ट्यो अनि त्यसपछि फाक्टुङ्गै पारेर हिँड्ने। यस्तो रिस उठ्छ घरिघरि त, यति रिस उठ्छ नि ड्याम कुटम जस्तो हुन्छ मलाई त। के भने त कुट्न बेर लाउनु न मैले अब यस्तै पारा देखाएर त। अब मुन्टेको हो कि होइन फेरि काममा जानुपर्छ भने पनि थाहा छ कि छैन पनि? थाहा छ मलाई, बुझेको छु त। भने नि मुखले भने जस्तो व्यवहारमा यति गर्ने होइन। जे पनि होस्, आफूलाई मनमा लागेको कुरो सबै अमरसित भने आज। खै देख्दाखेरि त मनिलो अनुहार गराएको थियो। जाति मान कि मानेन, मानुस् कि नमानुस्, मेरो मन त हलुङ्ग भयो नि मनमा लागेको कुरा भनेपछि। हुन त बिचरा यो घरको सोझा मध्ये अमर अनि मेरो बुढो अमृता सोझै छन्,
त्यही यसो च्याउ 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 गरेर बोल्ने त्यही अनिता त हो। त्यसले पनि कसो नबुझ्ली र। 5 वटा पैता फेरे तिनको घर गर्न त सकिन। अहिले आएर छैठौँ पोइको घर चाहिँ सोझै छन्। अब त घर गरेर खाम्ला भन्ने सोचेकी छु। कसो जित्न नसकुला र यिनी सोझा मान्छेलाई। त्यही अनितालाई हो, त्यसलाई पनि हात लिइसक्छु नि। ओहो नि ओहो, अनितालाई हात लिन पाए त यो घर त गरेर खान्छु। तँ अनिता हात आओस् कि नआओस् मलाई के मतलब। यो सारा सम्पत्ति यो घर मेरै बुढाका नाममा रहेछ। मेरो बुढाले मलाई माया गरिहाल्छ। के त्यसलाई हात लिन पर्यो र मैले? यो घरका कसैलाई हात लिन पर्दैन। यिनीहरू मसँग निउ खोज्न थाले भने यो घरका एक परिवारलाई हात सधैँ गलत ताउँदै फाल्दै गर्छु। आखिर सारा सम्पत्ति त मेरै बुढाका नाममा हो नि। ओ नि ओ दिदी आइस् त? आएँ। के हो तेरो अनुहार त खुब मुस्कान छ त। हेर्न अन्त म पसलबाट आइरहेको थिएँ। ठुली आमाले बुढासँग कुरा गर्दै हुनुहुँदो रहेछ। बुढासँग ठुली आमाले कुरा गरिरहेछन्? होइन ती बुढीले के कुरा गरिन् बुढासँग? अब के कुरा हुनु नि, घरमा दुईवटी बुहारी छन्। बिहे गरेका पनि यत्तिका वर्ष भइसक्यो। गाउँलेले कुरा काट्छन्। अब जे हुनु पहिलाको भइसक्यो। अब चाहिँ बच्चा बनाउने योजना गर भनेर ठुली आमाले बुढालाई भन्दै हुनुहुन्थ्यो। अनि बुढाले के भन्नु त? अब बुढाले के भन्नु नि, बुढा त चुप लागेर बसिरहनु भएको थियो। सबै कुरा मैले सुनिरहेको थिएँ। ठ्याक्कै ठुलो आमा भित्र जानुभयो। म आएर बुढासँग के हो कुरा बुढा भनेको, केही पनि बोल्दै बोल्नु भएन। तर सबै कुरा मैले सुनिरहेको थिएँ नि त। अनि अब मैले त मुखै फोरेर भनेको झन् अब चाहिँ यस्तो गर्नुपर्छ, सन्तानको योजना गरौँ। अम्माबाट त अहिले बनाउन सक्दिनँ भन्न खोजेको। तँबाट हुँदैन भन्दिस् बुढाले? त्यस्तो भनेको होइन कि, यस्तो नबुझेको। अब त्यो घटना घटेबाट मलाई अलिक सन्चो छैन। अहिले सन्तान बनाउने योजना नगरेकै राम्रो मैले भनेर भन्यो। अनि के भन्यो बुढाले? के भन्नु नि, होइन यो आज घरमा के भएको, कसैले नाता नातिनी खेलाउनु पर्यो भन्ने, कसैले आमा बन्नु पर्यो भनेर दिक्क मानेर यहीँ गरिरहनु भएको थियो। हुन त बुढाले भनेको नि त कुरा ठिकै हो नि त। जति तैँले पनि सन्तान भन्ने, त्यो ठुलिया बुढीले त्यही भन्ने। अनि दिक्क लाग्दैन भनेको एउटै कुरा सुन्दाखेरि? मलाई त दिक्क लागिसक्यो। होइन अनि किन मैले कुरा गर्नु गल्ती गरेर? कुरा गर्नु त थोरै गर्नु त ठिकै हो दिदी। जतिखेर पनि सुत्दा पनि उठ्दा पनि अनि त्यो के जाति गर्दा पनि भनेको एउटै कुरो हुँदा त मान्छेलाई दिक्क पनि लाग्छ कि। तँलाई चाहिँ आमा बन्न रहर छैन? मलाई आमा बन्न त रहर छ दिदी, आफ्नो रहर चाहिँ छैन। मलाई डर लाग्छ। त्यही त, अब मेरो हुँदाखेरि त खुब म सानी आमा त आमा भन्थिस् त। कति भन्थ्यो त नि, त्यही बन्न मलाई रहर थियो। मलाई आफूले बोकेर मलाई रहर छ नि त। तँ आमा म ठुली आमा अचम्म छ। हेरे यसले समयको त्यो साटो फेरि कि तैँले? हो किन फेरि साटो? अनि के गरेँ कि जस्तो नि। अनि मलाई डर लाग्छ कि दिदी, त्यो भुँडी यत्रो बनाएर ढलक क्यारेर हिँड्ने, क्यारेर बस्ने, फेरि भन्दैछु अन्त फेरि त्यस्तो कुरा म फेरि रोइदिन्छु। रुनी काम चाहिँ तिमीलाई त म हाँसेको मनै पर्दैन। कसले भन्नु? यो रोएर मलाई पगाल्ने कोसिस नगर्दै दिए कहिले। अब भन्ने बित्तिकै त मैले जाएर नि कहाँ हुन्छ। तिमीहरू मान्दैन त के गर्नु? रोएर आँसु देखाएपछि चाहिँ यिनीहरू पग्लिन्छन्, मान्छन् भनेर नि आँसुलाई हतियार बनाइ कि तैँले हो। सरी ठुलामाले सुन्छन् अहिले। बस तँलाई यस्तो पनि आयो? अरू बेला त सुन्छन् भन्दिस्, अहिले त सुन्छन् भन्ने डर लाग्यो। तिज बोले सुन र मिठो डायलग, तेरो फेभरेट डायलग बोलिस्।
चुप लाग अब तैँले चुप लाग त भनिसकेपछि म बोल्नु भयो त अब बोल्दिनँ चुप लाएर बस्छु बस दिदी तैँले मलाई जिस्काइ के होस् तैँले मलाई जिस्काए चाहिँ मैले जिस्काउनु परेन यस्तो नर्नु दिदी हेर नि त हाँसो मजाक आफ्नो ठाउँमा छ ठुले आमाले पनि बुढालाई सम्झाइसक्नुभयो र मैले पनि राम्रोसँग बुढालाई सम्झाइसकेँ अब सोच्ने पालो चाहिँ तेरो नि भनिदिएको छु भने किन अक्मुकेको हेऱ्यो अन्त राम्रोसँग सोच्ने यो बारे मैले भनिदिएको छु यो दिदीले एउटै कुराको प्रेसर कति टिके मलाई के गर्नु भने यो जम्मै फोहोर भएर झारपात जम्मै यो अन्साई पन्साई गरेर खनखान गरेर साग रोप भनेर लाग्यो म त अनि अमर खोइ त के सुतिरहेको छ त्यो अमर त चिया खाएर बिहानै काममा गइसक्यो आज मभन्दा चाँडै गएछ त त्यो चाँडो रे ढिला भन्न त पनि ढिलै आइस फेरि अहिले बिहानै घरै पुगेछ अम्बाले लिन ढिला त आज अलिकति म पनि भएकै हो घरमा अलिकति सानो काम थियो त्यसैले अल्मलिएँ हो त्यसो भन्न त ल ठुल्बा म पनि जान्छु त्यस भए अमर गइसक्यो भनेपछि अब टनेलमा काम पनि आजै धेरै छ आजै ढिला हुनु पर्यो म पनि हेर्नु न काम धेरै छ भनेपछि चाँडै उठ्नु पर्दैन आज ढिला गरिस् सधैँ यस्तो चल्दैन भोलि चाँडै आइज अमरलाई पनि सम्झाइस् ल ठुल्बा हुन्छ त्यसो भए म लागेँ ल जा बेलुका चाँडै गरेर आउनु नि हुन्छ ठुल्बा हस् हाँसो मजाक आफ्नो ठाउँमा छ ठुले आमाले पनि बुढालाई सम्झाइसक्नुभयो र मैले पनि राम्रोसँग बुढालाई सम्झाइसकेँ अब सोच्ने पालो चाहिँ तेरो नि भनिदिएको छु हे भगवान् म के गरौँ मैले त केही सोच्नै सकिरहेको छैन तिमीले के बाटो देखाइदेऊ आज त काम गर्दा गर्दा साँझै पर्यो न खाना खाइयो त्यही खाजाको भरमा बस्यो घरका मान्छेले के भन्ने हो खाना आएन भन्ने होला अब हेर्नु आज काम पनि त त्यस्तै थियो नि त काम पनि त्यस्तै थियो अब त्यो मात्रै होइन गोलबेडा पनि पाकिरहेको छ अब भोलि पर्सिबाट त बेच्नु पनि लानुपर्छ आज टिप्नु पनि पर्ने थियो अझै अर्को हप्तालाई ठिक्क होला भोलि पर्सि भन्दा नि त्यसै गर्नु पर्ला अब भोलि पर्सि सकिने भ्याइएन अर्को हप्तालाई चाहिँ बेच्नुपर्छ भोलिबाट टिप्न सुरु गर्नुपर्छ अब भोलिबाट के टिप्नुपर्छ अर्को हप्ता बेच्ने अर्कै हप्ता टिप्नु एकैछिनमा भइहाल्छ नि कति बेला लाग्छ खोडी बेला टिप्न अब पाक्न मात्रै परोस् न होइन म आँटेँ नि त त्यो पाके देखेर त पनि त्यस्तै पाकिहाल्छ नि अब टाइम लाग्छ नि एक दुई दिन अब आजै भोलि नै कहाँ सर्लकै पाकिसक्छ त 2 किलो बेच्न लाने कुरा नि भएन नि त बजार लानलाई त पुऱ्याउनु पर्यो नि त तेरो बजार लाने जति त्यो पनि हो कि हेर्न सोचे भन्दा नि धेरै यति धेरैले सुन्नु न बुढा
हाम्रो विवाह भएको पनि यतिका दिन भइसक्यो। विवाह भएपछि दिदीकोमा म गएकै छैन। के पनि होली त्यसले कति ठुली भयो कि एउटी भाकी बहिनी पनि फर्केरै आउन छोडी भनेर सोचे कि होली। भोलि बिहान उठेर यसो दिदीकोमा जान्छु, गएर दिदी भन्ने कुराकानी गर्न थाल्छु। राम्रै बोल्ने ओर्ने गरिछ भने एकछिन बसेर कुराकानी गर्छु, नभए फर्केर आउँछु नि। किन जानु पर्यो त्यहाँ? तिमीलाई थाहा छैन र भने अस्ति बाटोमा भेट्दा कसरी बोलेको थिए, कस्तो रिसाएकी थिए? अनि नरिसाओस् त। पाँच चोटा पोइ फेरेर 6वटा पोइसित पहिला गए भनेर रिसाइहाल्यो नि। अझ त्यसैमा पनि आफ्नो भुपु मायालु। म भए पनि त रिसाउँथे नि, ऊ त रिसाउने नै भयो नि। रिसाई भन्ने कुरा के भयो र? हुन त मलाई भन्दा तिम्रो दिदीको आनी बानी तिमीलाई थाहा होला, दया माया रिस लाग कस्तो छ भन्ने। तै पनि एकचोटि विचार गर है, विचार गर। कस्तो कुरा गरे के तपाईले? आफ्नो दिदी बहिनीको माया दया रिस राग कस्तो छ भन्ने त सबै थाहा हुन्छ नि मलाई। होइन है बुढा, एउटा कुरा मैले नबुझ्या, तिमीले नै त दिदी कहाँ नगए हुन्थ्यो भन्न खोज्या हो कि के हो? मैले त्यसो भन्न खोजेको होइन के। बल्ल बल्ल तिम्रो दिदीको रिस शान्त भएको छ, तिमी गएपछि फेरि कल मचेला भन्न खोजेको के मैले। लो अब के कल गर्ने हो र? गर्नु त गरिसकि त। उही बिहाकै दिन आएर यहाँ देखाइ त नाटक। आफ्नो रमिता के गर्न पर्छ सबै गरेर गई। अब जाद्रै गर्ली, त्यसका घर गएर गाली गर्ली। अरू गर्न त के सक्छ र? अब त तपाईँको सिन्दुर मेरा सिउँदोमा परिसक्यो। यो त कानुनले त छुटाउन सक्दैन। अझ त्यसले के गर्ने हो र? केही गर्दिने, डराउनै पर्दैन। हेर्नु बुढा, मैले तपाईँलाई भनिदिएकी छु नि, भोलि म दिदी कहाँ एकचोटि पुग्छु, गएरै छोड्छु। अरे जति कुरा गरे नि तिमी आफ्नो दिदी छोडियो। जान्छु कि जान्छु भन्छौ। ल ठिकै छ, रात धेरै छिप्यो, अब सुतौँ। ल सुत्नु न त, कसले नसुत्नु भने खर। ए यता कुनातिर सुत्नु तपाईँ, म यता छेउमा सुत्छु। सुत्नै नपाए। के भयो फेरि? टोइलेट लगाएको मान्छे पनि किन सुत्या होला? टोइलेट गएर आएर सुत्नु नि। हुन त मैले त दिदी कहाँ जान्छु भनेर दिदीको कुरा गरेको, मन नपरेको होला नि। भुपु मायालु, फेरि गएर केही कुरा गर्ली, घर बिगारिदिन्छ कि त्यसले भन्ने भयो होला नि मनमा। नचाहिने सोध्छु, जे सोध्ने सोध्छु। म त भोलि दिदीलाई भेट्न जाने हो। जान्छु, दिदीले राम्रै कुरा गरिछ भने एक रात त्यहीँ बस्छु। कस्तो कुरा गर्छ ऊ पनि त्यस्तै टेडेङ मेडेङ गर्न थाल्यो भने आइहाल्छु साँझ, नभए एक रात बसेर आउने हो। त्यसको पो को छ र? म एउटी बहिनी त हो नि। भिनाजु इन्डियामा छन्, कोही आउला यसो दुःख सुखका कुरा गरौँला, मिठो मसिनो खाम्ला भन्ने अरू साथी कोही छैन। मै त हो नि। जान्छु, भोलि गइहाल्छु। यो मान्छे निराइसक्यो क्या? निदाउनु लाग्नु छु। खाना खायौ? खाएँ। दिदी होइन? आउँदै हो नि। ए भा तनै दिँदैछ। दिदी भान्सा काम भयो? म त चिसो लाग्ला जस्तो पो भयो। भनेको राख्छु। के सुन्छन् भने के? खोकी लाग्यो न। के भयो चिसो भयो भर्खर एउटा। के खोजेको हो? के पनि होइन, मैले नि सुन्ने गरे हुन्छ। के गरे? हाम्रो पर्सनल कुरा हो कि कस्तो होला?
के पनि हैन तिमीहरूको नि पर्सनल कुरा मैले नि सुन्दैन हो नि नाटक छ निला होला नि तिमी होइन सुत्ने होला नि ल सुत्ने तिमीहरूको पर्सनल कुरा तिमीहरू गरेर बस्छ म चाहिँ सुत्नु है कता जान लाग्नु भा चुप यहाँ सुत्नु न म त पल्लो पल्लो जान लाग्ने भाइ एक्लै छ पर्दैन यहीँ सुत्नु ए 3 जना गाह्रो हुन्छ के उता सुतिसक्यो कि भाइ सुतिसक्यो होइन होइन म जान्छु यस्तो खाना 3 जना कसरी सुत्ने चुप लाएर सुत्नु पहिला चाहिँ अटिन्थ्यो अहिले चटिँदैन सुत्नु भने त जिताइछ न यिनीहरूलाई बोलेर सक्ने भयो खै चल चिसो म त यत्तिकै सुत्छु अन्त अन्त मैले ढोकाहरू केही लगाएको छैन म ढोका लगाएर आउँछु है किन ढोका राखिदिस् र लगाएको छैन क्या म लगाएर आउँछु एकछिन सुत्दै गर त म आइहाल्छु एउटै घरमा सौता मन मिले छक्का पर्छन् संसार रच्ने देउता एकअर्काको भाव बुझ्ने मेरो चोटमा उनलाई